दिन जस्तो मान्छ क्या यार म पनि मान्छे दुख्छ है मेरो खोले अङ्कल जुत्ता वाइल यो हाल्नु अङ्कल केही हुन्न गोर्खाली जिन्दगी समाज दाइ म त भ्लगर धोएर राम्रोसँग देखाए गइगयो अरे अरे गाइस बाटोमा आउँदा आउँदा कहाँ पुग्यौँ भने त मान्छे चलाउने ठाउँ पुरै छ यार यो त छ्या कहाँ पुग्यो यार आत्माहरी भेट्टे लाएर फेरि यसको तल के छ हेर म अन्जलिका किधर हो What is up? Welcome back guys. हजुरहरुको फेरि पनि स्वागत छ मेरो न्यू डे न्यू भ्लगमा. सो सरी फर अल गाइज किनकि धेरै नै ढिलो भयो भ्लग किन भन्दाखेरि 1 मन्थ नै पुगेछ. मलाई थाहा थिएन किनकि काममा एकदमै बिजी छौं. गरिब हो हामी एकदम गरिब छौं. ज्यादा हम बात नहीं गर्छौं. सो एकदमै गरिब छौं गाइज. सो यसको जिस्केको. सो गाइज अहिले कता गइराको छौं भन्दाखेरि अहिले चाहिँ हामी गइराको छौं आई थिंक पानी बनाउन पनि जानला छौं और साथमा गङ्गटा पान मार्न पनि जानला छौं. दुईटा काम छ नि त हो कि हैन गाइज. सो हजुरहरुले म यताको सिनरी देखाइदिन्छु एकदम नै बबाल छ. यो मेरो अल टाइमको डायलग छ. हजुरहरुले सायद झ्याउ पनि लाग्छ होला तर बोल्नलाई केही हुँदैन त्यही भएर यही बोल्नुपर्छ. अब चाहिँ एकदम हजुरको साथीले म साथी भन्ने भयो भाइ भन्ने जे पनि भन्नुहुन्छ भन्नुहोस्. तर अब चाहिँ मेरो कमब्याक हुन्छ किनकि अबदेखि डेली ब्लग चाहिँ आउँदैन तर विकली चाहिँ आउँछ है एउटा ब्लग फेरि. हजुरले सपोर्ट दिनुपर्छ. र अब कस्तो छ भन्दाखेरि अलिकति न्यू भएर हुन्छ नि त. अब पहिला कति राम्रो भ्युज आउँथ्यो अहिले चाहिँ नयाँ च्यानल खोलेदेखि अहिले उति खासै भ्युज आउँदैन. फेरि अलिकति डिमोटिभेट हुन्छ तर फेरि अब हजुरहरूले सपोर्ट गर्नुभयो भने त भइहाल्छ नि त. सो अहिले चाहिँ हाम्रो 1K पुराए भने म यो चरालाई दुःख. सो गाइज अहिले चाहिँ हाम्रो अङ्कलको घर जानु लाग्छौँ. सो उहाँ चाहिँ सँगै जानुहुन्छ होला पानी जोड्नु उहाँले नि त्यही भएर. सो अलराइट गएर अहिले चाहिँ आइसकेको छौँ अङ्कलको घरनिर. मौसम चाहिँ एकदमै बबाल छ. म अघि नदेखि मौसमकै तारिफ गरिरहेको छु. म अङ्कललाई तर्फान्छ एकदम सरप्राइज दिने. सो शान्ति जानुपर्छ गाइज. अंकल वेलकम बैक. के छ अंकल तर्सिनु भयो कि जाम अंकल जाम पानी बनाउन बाबुसँग फोन गरिनु गराइसकेको छौँ. अब यहाँदेखि चाहिँ अब बाटो देखाइदिन्छु कतातिर जाने. यता पनि जानुपर्छ हामीले. यो चाहिँ हाम्रो बारी रहेको छ अङ्कलको. सो यतातिर पनि छ अङ्कलको बारी. सो अब चाहिँ यो अङ्कलको डेस्टिनी हाम्रो घर चाहिँ उता पारि छ है त्यता जो रोड जानुलाई चाहिँ उतादेखि आएको हाम्रै. सो अब चाहिँ अङ्कल हामी जानुपर्छ ठेला गाइस. अलराइट गाइस अब चाहिँ हामी खोलामा आइसकेको छौँ र दाइले चाहिँ खोज्न नि सुरु गरिसक्यो है. ल कस्तो छ भन्दाखेरि क्वालिटी नै आउन लाग्छ कि गाइस. ओहो छ गाइस अलराइट. सो यहाँनिर चाहिँ अहिले के छ भन्दाखेरि सिनरी बाटो एकदम नै डेन्जर छ होला यार. हजुर कुन मेला? पर्सि मेला छ गाइस. पर्सिको भ्लग पनि आउँछ. एउटा स्पेसल भ्लग पनि आउँछ हजुरहरूको लागि. हजुरहरूले एकदमै वेट गर्नु भएको थियो है. सो त्यो भ्लग लागि मैले एकदमै वेट गरेको थिएँ. ओ छ छ छ छ छ गङ्गटा छ गाइस. छोप्न यार रहेछ हो गाइस. दुईटा छ. उता नजान्दैन गएको के त्यो पर भाग्छ है. त्यहाँ रोक कि त्यहाँ ढुङ्गा राख. एउटा चाहिँ यहाँ छ है. कता गयो? हातले गर बाहिर पनि माटो फाल्की त हान्छ योमा यो कान. सो अलराइट गाइस एउटा चाहिँ पाइसक्यौँ. पक्रिस समातिस. अलराइट गाइस एउटा चाहिँ आयो है. टोक्छ नि ओइ ओइ टोकबाट ओइ 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 अंकल कस्तो कस्तो भन्नु त. ए हात तोडेर यो बुढीमा हालिदिने अङ्कल. कता माथि कि तल? ओ अर्को पनि रहेछ गाइस बच्चा रहेछ. यो चाहिँ हातले छोप्छु. यो चाहिँ आम छोड्छौँ है गाइस. यो छोड्ने गाइस बच्चाले होइन है. यो फाल्ने भइगयो. छोडिदिउँ अङ्कल यो जा यस गर. अब के गर्ने अङ्कल यो? गाइस ओ गाइस रुक जा. ओ रहेछ अर्को पनि रहेछ. माथि गुवा पानी कम छ नि माथि भा. ओ माई गॉड
अङ्कलले चाहिँ यो ट्रिटमेन्ट यो अङ्कलले चाहिँ त्यही हो कि यार यो त्यही हो छोडिदियो यस्तो थाल्नुपर्छ ए बाँच्नुपर्छ अङ्कल यो रुक जान बड्डा यार त घाँचको ढुङ्गा टिभी छैन के देखाउँला यार माथि फर्काउनु अङ्कल के झोला जस्तो केमा राख्नु न यो केमा राख्ने है केमा त राख्ने होला यो जुत्ता एउटा फेरि जुत्तामा राख्दियो हेर त्यसको बुद्धि यो जुत्तामा राख्ने अरे खोलेर अङ्कल जुत्ता वाइल योमा हाल्नु अङ्कल केही हुन्न गोर्खाली जिन्दगी समात्दै म त भ्लगर सक्छस् भइहाल्छ पैसा ठग्यो भने चाहिँ रोका भान्छु मैले चाहिँ कम एकछिन पाएँ होला ओ छ छँदै ओ 2-3 जना बेटा क्या यता गयो यता हात बाहिर निकाल्न सक्छस् खै अङ्कल म योलाई हातले तान्नु त अङ्कल यता घुसेँ नि यता समाम्ला उता फाल्छ म ढुङ्गा खै हटा त ओ त्यहाँ फुच्चे छ समातेल में दिखा या फुच्चे भाइ ओ माई गॉड गाइस छोडिदिउँ है जा चेप्पीको कि मरेको कि ओ दिस ओ ये कंटेंट इज सो ब्यूटीफुल अंकल दे ओ अंकल टोकिलो अंकल यहाँ चाहिँ हाम्रो ओल्ड ज्ञान भएको अङ्कल हुनुहुन्छ उहाँले चाहिँ मा हाल्नु ल है गाइस 3टा कलेक्ट भयो अलिअलि चाहिँ ढुङ्गामा छ ओ गाइस अङ्कल फेरि अलिकति ल है यो टेक्निक चाहिँ मन पर्यो अङ्कल कहाँबाट सिक्नु भयो यो टेक्निक मार्ने टेक्निक चाहिँ बब्बाले अङ्कलको हाम्रो चाहिँ भानी गङ्गा पानीमा त्यो भारू गङ्गाटाहरू सबै निखार्छ हाल्नु ल है अलि होला दाइ छैन होला भयो है जाम 2टा त पाइयो जे होस् सो गाइज अब म योमा हेर्ने भनेको छु अङ्कलहरूले चाहिँ छैन भन्नुहुन्छ है आई क्यान डु चल मेरी जाने मन काठमाडौँ अरे भएन यार यो पालमा हेरौँ त के छ पालमा के छैन यार अरे कसरी हुन्छ कि यार ए आउन तिवारी कस्तो हो क्या म्यागडस ओ दाइ 5-6 वटा छन् कि आउ छिटो अरे अङ्कल हाल्नु न कस्तो यार ओ केटा 5-6 वटा हो कि कसमले हेरेको मैले यार मेरो आँखा झुटो हुनै सक्दैन गाइस कस्तो छोकीमा 5-6 वटा छ समात्नु पर्छ है केटा ओइ माजेक्स यो ढल्यो के छ कि केटा मैले उठाएर हेरेँ अहिले चाहिँ छ नि अङ्कल आउनु न हजुरले सबन हजुर हुनुहुन्छ छाड्न बायो पकड ओ कति धेरै हो रुक है यता टोक्छ है 4-5 वटा छन् कि बड्डा के गङ्गाटा छन् कि अङ्कल आउनु न हजुरले छोप्दै अङ्कलले दे ल अङ्कल समात्नु यो हजुरको हातमा छ ध्यान राख्नु होला यसको एकदम मायाले अरू पनि छ नि यस्तो चाहिँ बाटो खाली हामी छन् कि अङ्कल अरू पनि छन् टोकिलो नि कुनामा भाग्न लाग्यो मरनले ल म समात्छु ओके ल अङ्कल ल म समातिदिन्छु कि यार डोन्ट वेरी त त्यहाँ समात लाउनु अङ्कल है उता भइरहेको छ उता भाइ डोन्ट वेरी भाग्न चाहिँ दिनु पर्दैन है केटा ओ एउटा टोक्छ खतरा ल है गाइस यति चाहिँ साह्रो भइसक्यो अरू पनि होला है त भयो अङ्कल बाल्टी माटो हुन्छ अङ्कलले मेरो कुरै मान्नु भयो नि अङ्कल नत्र टोकिलो निकालिदिलो कि बदला मेलु यो भोसरीका ल गाइस हाल्नु अङ्कल त्यसले लाउनु अङ्कल छैन भने त नि अङ्कल टोक्नेवाला त आस्न सके अछि what the hell is this doing that bitch oh my god के हो खुट्टा कल कल खोला साइले जी झर झर झरना है हाल्छस् हाल्न है हाँ सब डेडै छन् हो रुक जा छेक्यो ओहो गाइज ल है फर्स्ट कतिवटा छन् 2
3 अरे 3 अगेन 4 5 6 7 ये बॉडी पार्ट 8 और ये फेरि बॉडी पार्ट दुटै खाने कम्तीमा जान्छ गाइस। आहा सो अलराइट गाइस यो चाहिँ मैले बोक्नुपर्छ केही काम त गर्नु पर्यो है। अब यिनीहरूले बिचाराले छोप्दै मार्दै गर्छन् अङ्कल र भाइले। अब चाहिँ दाइसँग यो बोक्ने त मिलेन नि अघि होइन गाइस। सो अब चाहिँ ओहो खोला कति राम्रो कि क्या राम्रो देखिरहेको छ यार। त यस्तोमा हाने भिडियो बनाउनुपर्छ मजा आउँछ यार। आहा सो गाइस मेरो फोन पनि आइफोनभन्दा कम छैन नि फेरि स्यामसङ हो आइफोनको कम्पिटिटर हो कि होइन। आहा अलिकति गाइस कता कता ओहो रोके त्योमा त हुन्न बड्डा दाइ अलिकति पानी त चाहियो त्यसको लागि। कस्तोमा हुन्छ भन्दाखेरि कहाँ योमा रुक्छ फेरि योले यता राख्नुपर्छ पहिला सेफ ढल्नु परेन। यो अङ्कल कता जानुभयो फेरि। ओ माई गुड गाइज देखिन त यार अलि माथि फाल्टा देखायो ल ए हे क्या हाल चाल भिडियो हे काले आपसी टोकेका अङ्कलको गीत अड्डा कोलु मार्छ यो सिधा हाल्दे हाम्रो डब्बा अहिले डाइरेक्ट छ। ओ भागो यो ढलो पनि भाग जान्छ हो। यो गङ्गाटान रातो पेलो निलो खालको नुन रहेछ यार। छैन देखिन त छैन दाइ छैन जाम ओ छ यहाँ छ झन् गुरु घन्टाल बाप रे यो त यात्रा त कुल देखे छैन होला। ओहो गाइस ओ लो बाइजी ओ दाइ योले हाल्ने त गाह्रो हुन्छ होला यार। हाल त ओहो धोएर राम्रोसँग देखाइ गइगयो अरे गुर्ता ए म त गङ्गाटा गयो भने त यार गुर्ता पो रहेछ। ल देखा त ओ रुक जा अब देखा। आहा क्या ठुलो छ है लाल त मैले भने नि हेर यो फेरि बैंगनी कलरको छ कि चल अब अलि ठाउँ जस्तो हेरौँ। थाहा थिएन नि त तल थाहा फर्स्ट टाइम हो तेरो यो। आहा दाइको चाहिँ फर्स्ट टाइम रहेछ है। ओ छोप्न दाइ छोप त्यो भागो के ओ ल ले डोन्ट वेरी टोकिलो टेन्सन नगर्न तेरो भाइ र यसको हात त सेम छ दुई औँला होइन र ओए तेरो हात र मेरो हात सेम छैन र दुई औँला सो यसले चाहिँ आय हाय यता किल्नु त्यसपछि हिरोम योमा चाहिँ अङ्कल छोप्नु पर्छ है हजुरले हात छालाम यार गाइस थोरो भयो। ल अङ्कल अरे अङ्कल ठुलै छ दुईटा छ काँडो छोपौँ कि अङ्कल ओ चेपिलो क्या अङ्कल रुकुनु ओ चेपो क्या अङ्कल अयो म्या कटास कसमले अङ्कल चेपो के हात चेपे छ के गरेको थियो दुइटाले मिलेर। ओहो यो गाइस के दुख्ला र यो चेप्या नि चेप्या छ है गाजी कस्तो चेपिरहेछ कति इनोसेन्ट बन्न लाग्छ मार्नु अङ्कल यो अङ्कल यो हिँड्छ त अहिले पनि मर्दिन फेरि हालिदिउँ अङ्कल योमा नि अरू छन् ओहो अङ्कल छ छोप्नु कहाँ छ ए यो अनि यस्तै हालिदिउँ अङ्कल यता सिँगै ओहो गाई छ क्या कत्रो छ सानो छ ठुलै टोक्छ क्या त यार यसै ले जाता हूँ एकचोटि त म पनि छोप्नु पऱ्यो है मेरो हातदेखि गाइस मैले छोपेको छैन। अङ्कल योमा छ होला अङ्कल यता अङ्कल छ होला अङ्कल सर्प अरे यार अङ्कलले डराइदिनु भयो यार म अङ्कल यता भागो के भित्र भागो यहाँ भागो अङ्कल यो ढुङ्गाभित्र गएको छ कि अङ्कल बाटो हुँदो रहेछ पहिला भन्नु भएन हजुरले म सोझो मान्छे ढुङ्गा हल्लाए यता होला अङ्कल के अङ्कल सानो थियो तर
हुन चाहिँ होला है अङ्कल छ नि अङ्कल के अङ्कल छाड दिने अङ्कल हुन्न होला ओहो गाइस बाटोमा आउँदा आउँदा कहाँ पुग्यौँ भने त मान्छे चलाउने ठाउँ पो रहेछ यार यो त छ्या कहाँ पुग्यो यार आत्माहरी भेट्टे लाएर फेरि यसको तल के छ हेर म मन्जोलिका किधर हो ओइ पछि छुटेँ है गाइस छिटो छिटो भाग्नुपर्छ यार यहाँदेखि यस्तो हरर ठाउँमा चाहिँ म कतै पनि बस्न चाहँदैन यार ल है मान्छे जलाउने लिने ठाउँ मान्छे पोल्ने ठाउँ हो माई गड कस्तो हरर ओए ओए कस्तो पानी हो यार के हो यार यहाँनिर आइकिन त कस्तो अर्कै अर्कै फिल भइरहेछ त यार किन यस्तो ल अलराइट अब चाहिँ पानी चाहिँ एकदम चिसो छ गाइस कस्तो हो यार यसको ढुङ्गा तल कति ठुलो गङ्गटा होला है ल योमा त कति 10-12 वटा त होला म्याक्सिमम कमभन्दा कम भनेको अलराइट गाइस यो चाहिँ यहाँनिर एउटा गङ्गटा भेट्यो अटोमेटिकली मैले यता कुच्चिँदा बित्तिकै यहाँदेखि भागेँ कति टोकिरहेको छ यार कस्तो दुख्दिन जस्तो मान्छ क्या हो यार म पनि मान्छे दुख्छ है सो अलरेडी अब चाहिँ हामी जानुपर्छ किन भन्दाखेरि अब चाहिँ टाइम पनि भइसकेको छ घरमा चाहिँ भतिजा वेट गरेर आएको होला र अहिले चाहिँ हामी त्यहीँनिर छौँ धेरै ढिलो भइसकेको छ सो अब जानुपर्छ यो गङ्गटा चाहिँ त्यति नै जति पनि छ सो भयो सो गाइज अब भेटौँला नेक्स्ट भ्लग चाहिँ एकदम खतरा हुन्छ यति याद राख्नु होला एकदमै बवाल हुन्छ किनकि त्यो दिनलाई सरप्राइज छ सो अब चाहिँ दाइले पनि प्याकअपरी गरिसक्यो सामानहरु सो अब जानुपर्छ सो अलराइट गाइस नेक्स्ट भ्लगमा भेटौँ है मुख धन्छु म गाइस